हेलो गाइस, नमस्ते, वेलकम ब्याक। धेरै पछि मेरो भ्लगमा फेरि र आज हामी जानेवाला छौँ। आज हाम्रो छुट्टी थियो, हामी आज कन्नोड बिच जानेवाला छ है। सो मैले चाहिँ किचन सफा गरेर एकदम है ग्यासको चाहिँ पाइप साइप सब निकालेर चाहिँ एकदम धोइधाइ पारेर चाहिँ रेडी छ है। केटाहरू रेडी हुँदैछ। सो अब हामी हिँड्नेवाला हो है। आज हामी जाँदैछ कन्नोड बिच। 2-3 खेप गइसकेँ, बट वन्स अगेन फेरि जाँदैछु। नेपाली चाहिँ साथीहरू छ है, सधैँ चाहिँ अब दादाहरूसित जान्थेँ। अन्त भ्लग चाहिँ बेला बेला आउँछ भनेर चाहिँ हेर्नु छोड्ने होइन, पुरा हेर्ने भिडियो चाहिँ धम्की होइन है, रिक्वेस्ट। तिमीलाई तिर्खा लाग्छ लाग्दैन पानी पिउनु जरुरी छ, तर म चाहिँ बेला बेला मात्रै पिउँछु है। म चाहिँ अहिले ठुलो ब्याग बोकिरहेको छु, त्यहाँ परे आउँदाखेरि उताबाट केही सामान पनि ल्याउनु छ है। सो लेट्स गो गाइस, लेट्स गो। सुब्बा भ्लगर निस्किसक्यो। यहाँ साथी पछाडि हाम्रो लुगा सुकाउनु चाहिँ यस्तो छ। बाहिर चाहिँ जोडको घाम छ, ला आफ्नै जुत्ता लात हानेर मऱ्यो। के फाइदा धोएर राखेको छु, भुइँमा हेर होइन केटा। हाम्रो यो बस्ने ठाउँ चाहिँ एकदम त्यो हिरोसिमामा ब्लास्ट भएर चाहिँ बाँचेको बिल्डिङ जस्तो छ है। अलिक जोडले लातालिदिनु बङ्गै जान्छ क्या। भ्लग चाहिँ पुरा हेर्नु है। गरम छ, गरम, त्यही भएर चाहिँ म यहाँ हाफगन्जीमा हिँड्दैछु। आज खासमा चाहिँ यहाँनिर क्यामेरा पुछौँ त पहिला। आज यहाँ छुट्टी चाहिँ किन भन्दाखेरि यहाँ विशु फेस्टिभल, जो चाहिँ केरलाको बहुत ठुलो फेस्टिभल रहेछ। फेस्टिभलले गर्दा आज छुट्टी छ। अन्त तपाईँहरूलाई पब्लिक टोइलेट चाहिँ एक्चुअली कस्तो हुनुपर्छ भनेर चाहिँ म देखाउँछु। यस्तो हुनुहुन्छ पब्लिक टोइलेट चाहिँ। एक्चुअली चाहिँ पब्लिक टोइलेट चाहिँ यस्तो एकदम पब्लिकली हुनुपर्छ क्या पब्लिक टोइलेट भनेको चाहिँ। हेरौँ यहाँ बसेर खुला एकदम। हाम्रो होलीमोली गाइजहरू आउँदैछ। यहाँ राजु पार्टी, ऋतिक कुमार यूपी से, और पिछाड़ी राजेश भाई सीनियर हेडरेसर। और ये रहा हमारा वो पुरानी हवेली, भूत बंगला 4 में लेने की बात चल रही है इसको। अरे सब लोग जा रहे हैं। नॉट ब्लडी फुल बट फीलिंग ठंडा ठंडा कूल कूल। अब यहाँ गएर चाहिँ अटो पड्किनुपर्छ। केटाहरूले घडी बिर्स्यो अरे, तर मैले बिर्सेछु न, किनकि यो मेरो मायालुले दिएको घडी हो होइन। ऋतिक कुमार कुछ बोल दे भाई। जय राम जी की। ए होइन बात त्यतिकै ठिक छ क्या। हिरो देखिरहेछ, हिरो। चारों भाई चारों तो भाई बस ऑटो में बैठ चुके हैं। वेलकम टू कुतुपुरम्बा। हमारा सैलून इधर में है। जुत्ता केटाहरूको टोइलेटमा लाउने जुत्ता लगाइरहेको छ केटाहरूले। आर्टिस्ट हो नि भाइ, हाम्रो हातले सबैलाई। Here is our bus stand. यहाँ पायो तिमीहरू उयसमा मात्रबाट उत्रिसकेको छ है। बस स्ट्यान्ड गएको। बस स्ट्यान्ड हेर्नुहोस्। हिन्दी नेपाली सब कुछ, बट आजको चाहिँ यो खाली खाली छ है। अहिले हिँड्दा भरिन्छ क्या, पुग्नु नपाइकन। यता चाहिँ कहाँ जान्छ हो, तल सिधी। 2 hours later. हो मिस, म चाहिँ बसबाट उत्रेर अर्को होस्टेल आइसक्यो। अर्को होस्टेल आएर चाहिँ एकदम बिर्सेछु मैले भ्लग गर्दै थिएँ भनेर। सो यहाँ आएको निकै बेर भयो। हजुर हजुर म कप पखाल्दैछु है। हाम्रो चाहिँ तल मोमो बनाउँदैछ। आज चाहिँ मोमो खानुपर्छ। यो चाहिँ पुरानो होस्टेल, पहिलाको भ्लगमा देख्नु भएको तपाईँले। एन्ड दिस इज म्याङ्गो। मैले अलरेडी एउटा खाएको थिएँ कि यहाँ, त्यसको केही छिल्काहरू अड्किरहेछ।
जाउँ गाइस तल किचन जाउँ तल किचन यो चाहिँ माथिल्लो किचन बोइजको किचन तल चाहिँ लेडिज हस्टेल द्याट्स तल चाहिँ लेडिजको किचन छ र हाम्रो मोमो चाहिँ त्यहाँ पाक्दैछ अब हल्का यसलाई घुमाइदिउँ डुङ 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 निन्जा हतौडी आँपको बोट चाहिँ वहीँ छ त्यो आँपको बोट नरिवलको बोट त प्रशस्तै छ यहाँ त्यो चाहिँ हाम्रो जस्तै पाजी मोमो स्टार्टिङ भयो दिदीहरू के गर्नु यस्तै सुप मोमो धन्यवाद दिदीलाई मोमो बनाउनु अल क्रेडिट गोज टु दीक्षा दी यहाँ त भाडा दुन्दैछ मैले बिर्सेछु मैले भिडियो बनाउँदा बिर्सेको थिएँ है सो मेरो ट्रली चाहिँ यहाँ छ यहाँबाट चाहिँ मेरो एउटा कपडा निकाल्नु छ है यहाँ बस ओ माई गॉड यो बोरा उठेर चाहिँ क्यामेरै छोपिदियो है क्लियर इट फर्स्ट एकदम सही छ लक गरेर छु मैले चाहिँ One hour later. मैले आफ्नै पासपोर्ट बिर्से जस्तो छ म हेरौँ मैले चाहिँ आफ्नै पासपोर्ट बिर्से चाहिँ आफ्नै ट्रली खोल्न सकिनँ पसिना खलखल भइसक्यो पासपोर्ट भुल्लेछु पासपोर्ट चेक गर्छु म केही थियो भए लक बिर्सिँदै गर्छ मोमो खाँदै गर्नु छ पट्टै चोक्यो भ्लगर आयो ल यहाँ मोमो यहाँ सबैजना बसेर मोमो बजाउनु म बसेर बजाउनु थाल्छु भाई ये तो शुरू होते खत्म हो गया यार मोमो खाइसकेर मैले बहुत ट्राई गरेँ ट्रली खोल्ने दिदीले बहुत ट्राई गर्नुभयो दिदीले हेल्प गर्नुभयो युट्युबबाट भिडियो हेरेर ट्रली खोलाइ भयो मेरो ट्र्याक थियो यहाँको आई गट इट यो ट्र्याकको लागि चाहिँ मैले दुःख गरेको यो पनि छ मेरोमा सेन्टावाला टोपी पनि छ मेरोमा स्टिल कैसा लग रहा हूँ मैं मेरो भ्लगमा पासवर्ड सबै थाहा भइसक्यो लक पनि खुलिसक्यो मैले ट्र्याक पनि निकालिसकेँ अब म
अर्को होस्टेल जान्छु केटाहरूलाई कल गरेर सोध्नुपर्छ होइन कहाँ छ के छ किनकि 4 बजिसक्यो 20 जाँदा ठिकै हुन्छ भरे फर्किनु पनि पर्छ